हेलो गाइज, आज चाहिँ हाम्रो दिदीको बर्थडेको उपलक्ष्यमा ह्याप्पी बर्थडे टु यु दिदी। आज चाहिँ हामी पशुपतिमा दर्शन गर्न जाँदैछौँ। पशुपतिनाथ शिवजीको बर्थडेको उपलक्ष्यमा हामी पुगे पछाडि अर्को भ्लग देखाउनेछौँ। होइन गाडीमा पनि देखाउने हो नि। भन्नु न अरू बाँदर देश विदेश घुम्यो भने बाँदरसँग चाहिँ डराउनु हुन्छ। हो सबै अन्तिममा 10 मिनट फाल्ने रहेछ। ल मम एउटै कुरा मात्र भन्नु, एउटै मात्र हाल बस्दै कि लास्ट। हामी पशुपतिको गेटबाट भित्र पसिसक्यौँ। अहिले चाहिँ आज चाहिँ मङ्गलबार, पशुपतिको माहौल त्यति खासै भिडभाड छैन। जानकारीमूलक भिडियो हजुरलाई कस्तो लागिरहेछ त? फ्रन्ट र ब्याक दुइटै गर्न मिल्दो रहेछ। पशुपति लब्बे गर्छु कि पशुपतिमा धेरै दिनपछि आएर कस्तो लागिरहेछ? रमाइलो लाग्छ, राम्रो छ। हो एनर्जी प्रदान भयो, भिड देखाइदियो त? एनर्जी प्रदान भयो त? भिड देखाइदियो। यसबाट डाइरेक्ट ब्याक र पनि गर्न मिल्दो रहेछ नि त। कति भिड रहेछ नि गाइज, हामी दर्शन गरिसक्यौँ। टिकाको हाला लिएर एउटा दुईवटा तिनवटा मिलाइदिनु, त्यो एक्सपोजर मिलाइदिनु न। राम्रो हो गाइज। अहिले चाहिँ हाम्रो दर्शन सक्यो अनि त्यसपछि हामी चाहिँ अहिले जाँदैछौँ टिका हेर्नु। आमामामा टिकै टिका अहिले भन्यो यसलाई कस्तो भयो गाइज। खै मामु त बेला बेलामा हराइरहनु हुन्छ। हामी चाहिँ मामु हराएर मामु खुल्दा रहेछ नि। मारेको मामु हराउने ए यता हुन्छ। मामु भेटिनु भयो। म हराएको थिएँ हो, तिमीहरू हराएर म चाहिँ खोजिरहेको थिएँ र चाहिँ। हो र हजुरको भ्लगमा हामी हराएको होला। हाम्रो भ्लगमा तपाईँ हराइसक्यो। त्यही त पशुपतिमा भिडभाड छ हेर्नुहोस्। भिडभाड भए पनि भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न टाढादेखि त आउने गर्छन्। हो कस्तो लाग्यो त? राम्रो लाग्यो। 20 चोटि सोधिसक्छु भाइ कस्तो लाग्यो। हाम्रो ब्याक भिड चाहिँ यस्तो गजब रहेछ भिडियो बनाउनलाई। कुकुर पनि देखाइदिनु गाइज। यस्तो नै हाल्नुहुन्छ होला नि युट्युबमा। भिडियो बनाइदियो नाम त हाई गाइस। ल अब चाहिँ हाम्रो प्रिपेरेसन हुँदैछ है। प्रिपेरेसन फेरि कार भनेको नै हाल्छ। सेफ हाम्रो डिसवासर डिसवासर सेफ
अब हाम्रो बस्नु सेट नम्बर 1 सेट नम्बर 2 वाउ ब्यागबाट पनि राम्रो देखियो ल ल बोकेर बस्नु त एउटा फोटो खिचिदिन्छु यस्तै गरेको वाउ के पाक्दैछ त म्याम आज यो रोस्ट हो यो चाहिँ मटन यस ए पाकिसकेको पो हो म त म्यारिनेट मात्र होला भनेर हात हाल्न लागेको थियो धम्ने मटन ग्रेभी यो चाहिँ ब्राउन मर्का हो मटका मटका मटन एन्ड रोस्ट भुटिया भात यहाँ हाम्रो फ्रिजभित्र के छ झोलाभित्र के होला यहाँ दही चाहिँ किन नराखेको दही चाहिँ यहाँ छ साथीहरू हाम्रो पार्टी चाहिँ यस्तो छ ल हाम्रो दुईजना कुकहरूलाई सलाम छ खै निकाल्दै गरेको देखा खै भाइ आऊ त यता हेर्नु यता देखाउनु त ल ल ल यता हेर्नु दुईजना यता फर्किनु त ल मेरो काम चाहिँ चेक गर्ने यो 5 किलो मासु खसीको यो पोल छ के यहाँबाट होइन हौ तातो छैन छैन हौ छैन के पोल छ यो खसीको मासु 5 किलो पकिन्छ क्या खानु तातो छ अहिले त भन्दैछु यो के हो ढोका घेर्छ यो के हो यो 3 किलो कुखुराको मासु हो यो रोस 6 किलो 6 किलो रोस यो भ्लगमा आउँछ नि भ्लगमा यो 6 किलो रोस यो हाम्रो 6 किलो रोस यो मान्छेको यो दिदी भाइ चिन्नु भयो चिन्नु भएन क्या चिन्नुहुन्छ नि यहाँ हेर्नु कस्तो छ यहाँ आउँछ नि आइज भ्लगमा निकाल्न सबै देख्नुभयो सबैजना देख्नुभयो यति त हो कहाँबाट सन्त यहाँ हाम्रो भ्लगमै गाई सन्देश शर्मा हेर्नु होला यो भ्लग ह्याप्पी बर्थडेको भ्लग भक्यो यति सन्तान कहाँबाट ल्याउनु खोजेर ल्याउनु के हो उसकोमा जानु बढाउनु होइन त्यो के भन्थ्यो कसको अरे के अरे बुवा ल्याएको के अरे त्यो भन्छ त्यसको छोराले ल्याएको त हामी देख्थ्यो त तिनीहरूले नि दिन्छन् रे अनि बनावटी फुल पनि हुन्छ नि नक्कली फुल पनि छैन नक्कली पनि छैन नक्कली पनि छैन सक्कली पनि छैन हामीसँग फुल छैन फुलै छैन यो त बसेको चाहिँ के पर्दामा लाग्ला नि खोइ त ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु Happy birthday to you, Nani. Happy birthday to you. कस्तो देखिएन केक यसै नै ल उठाइ अब अहिले चाहिँ देख्यो केक भिडियो छ
नानी यो धेरै लामो भएन अर्को काटेर खुवाउने कि 1 मिनट भइसक्यो होइन यहाँ थोरै केही हुँदैन 1 मिनट भइसक्यो यो केही हुँदैन काट्नु नै दिनले को सुनमा भन्नु ल ल ल काट्ने नाकमा लाउनु नाकमा ल टिको लाए यहाँ छ टिको लाउने रातो लगा न बा छैन बर्थडेका दिन फुकेर निभाउने नै हो मैले तेर्सै गरेँ सबै हो त्यस्तै गर्नु त्यो देखिँदैन जिरो पनि त्यसमा गर्नु अनि मात्रै देखिन्छ फुल देखेँ भिडियो खै ए अब चाहिँ भयो फोटो न ल भयो अब छुट्टै फोटो ह्यापी बर्थडे टु घुमा घुमाउनु खोजेको थिएँ हो अब फोटो ठाडो खिच्दैन स्वास्थ्य रहनु चालेका पाइलाहरू निरन्तर अगाडि बढिरहनु आफूले सोचेको सबै कुराहरू पुरा होस् जन्मदिनको धेरै धेरै शुभकामना प्यार छोरीलाई निस्किनु नि होइन त्यो त हेरेकै ठिक छ हेर नलगाइदेन होइन फेसमै आकार प्रकार चेन्ज भइदिन्छ नि त सबै अन्डरवेयरै देखिया छ ल आउँछ ल सिम अब अर्को दुई दिन दुई दिन माया सालाला बाग्ने सुनको सिनादी बालुवा बगेर बाँचुन्जेलसम्म हाला हुन्छ मारे खोला जङ्गल
जिन्दगीको भरोसा के छ र 2 दिन माया लाइदेऊ न के छ र 2 दिन माया लाइदेऊ न के छ र 2 दिन माया मेरो पनि त्यसमा गर्नुपर्छ नि जा त पनि जा न हजुर जानु बर्थडे गर्नु लाग्नु त्यो एक्लो बार छैदिने कोही छैन बिरानो देशमा मामरी गए रहिदिने कोही छैन बनिदेऊ न तिमी नै सहारा 2 दिन माया लाइदेऊ न के छ र 2 दिन माया लाइदेऊ न के छ र 2 दिन माया राजा सम्झिआयो यतिको उभिङ मात्र आउँछ